सर वेलकम टु गल्छी। पुरै स्विमिङ पुल जस्तो बाटोमा आयो हैन। दिस इज द नेसनल हाइवे अफ नेपाल। हामी चाहिँ अहिले गल्छीबाट अब त्रिशुलतिर लाग्दैछौँ। सो आज मिति 2081 फागुन 29 गते फागु पूर्णिमाको दिनमा हामी अहिले चाहिँ धुन्चेबाट माथि गोसाइकुण्डको लागि ट्रेकमा निस्किसकेको छौँ। हिजो साँझ नानघाटबाट सुरु भएको हाम्रो यात्रा हिजो चाहिँ बटर बजारमा बसियो। त्यसपछि बिहान धुन्चेसम्म आएर धुन्चेमा अनि धुन्चेबाट चाहिँ हाम्रो ट्रेक सुरु भएको छ। करिब 16 घन्टा लामो हाम्रो हिँडाइ जुन अनुमानित छ। हेरौँ अब हामीलाई कति लाग्छ। यहाँको मिनी गोसाइकुण्ड सो त्यो चाहिँ देउराली होटल। पानी पर्न थाल्यो अब चाहिँ। We reached our today's destination धिम्सा। हाम्रो प्लान चाहिँ अलि माथि नै पुग्ने थियो आज, तर वेदरको कारणले पनि अलिकति पोसिबल भएन। पानीहरू परिदिएर अलिकति टाइम किल भयो। सो वी आर स्टेइङ एट धिम्सा फर टुनाइट and tomorrow early morning we will move to Gosaikunda. Hopefully we will reach there in time tomorrow. Hello सानो मान्छे। हेलो सन्चै खै ह्यान्डसेक गर न त। ल तिम्रो नाम के हो नि? याङ्छु हो तिम्रो होटल हो? होइन अनि तिम्रो नाम लेखेको छ त होटलमा? बाई बाई यान्छु। बाई 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 खोइ त बाई बाई। हात मिलाऊ ल, भोलि भेट्ने है। हस् थ्याङ्क यू। गुड मर्निङ फ्रम धिम्सा। हाम्रो हिजोको स्टे चाहिँ यहाँ थियो। अब आज चाहिँ हामी गोसाइकुण्ड तालसम्मको यात्रा आज गर्नेछौँ। दिस इज चन्दनबारी।
या खोलिन्छ लौरी बिलना फाइनल्ली हामी चाहिँ गोसाइकुण्ड आइपुगेका छौँ। अस्तिदेखि हामी चितवनबाट निस्केको थियौँ। निकै कठिन नै भन्नुपर्छ यात्रा चाहिँ, एकदम ठाडै उकालो थियो धेरै ठाउँहरूमा, तर पनि त्यो सबै थकानहरू जुन जति गाह्रोहरू भएको थियो सबै मेटेको जस्तो अनुभव भएको छ। हामी गोसाइकुण्ड देख्न सक्छौँ। प्रफुल्लनीलपङ्कज प्रपञ्चकालिमप्रभावलम्बिकण्ठकन्दली रुचिप्रभ हिम्मती छे यो माया कलला कलला पहाड आई छे के पनि सलला सलला हिम्मती छे यो